हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई न्यू भ्लग र आजको भ्लगमा चाहिँ गाइज हजुरहरूलाई गाउँबाट स्वागत छ र म चाहिँ आज चाहिँ गाउँ आएको छु। म जन्मेको ठाउँ र मेरो जन्मभूमि र म चाहिँ हजुरहरूलाई म जन्मेको घर पनि देखाउने छु र अहिले चाहिँ म यता काकीको घर आएको हो। मलाई चाहिँ पर्जुन दाइ लिन आउनुभयो त बाइकमा र अब चाहिँ हामी म जन्मेको घरमा जानेछौँ। यही हो पर्जुन दाइको घर। यो चाहिँ गाउँको घर हो र यताको रोड चाहिँ एकदमै नाजुक अवस्थामा छ। यस्तो यहाँ पुरै अफरोड हो। माथितिरकै भ्यू र यताको घर पनि छुट्टै हो। घरको माहौलहरू छुट्टै हो। बुझ्दै जान पर्दाखेरि यो घरहरू एकदम पुरानोहरू रहेको छन्। त्यसैले अब म हजुरलाई म जन्मेको घर देखाउन गइरहेको छु। त्यो घरमा के कस्तो छ त नि, तर म भित्र चाहिँ जान्न किनकि डर लाग्छ मलाई त्यो घरमा जान। र यता गाउँको अवस्था एकदम नाजुक, सबै गाउँको मान्छेहरू बेसी झरिसकेका छन् र यता देख्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ एउटा बाइक छ र यो बाइकमा चाहिँ लिन आउनुभएको मलाई। अनि यता गाउँमा चाहिँ औसेलीहरू हो। तपाईँहरूलाई थाहा छँदैछ कि गाउँमा के कस्तो हुन्छ र गाउँमा कति छुट्टै रमाइलो हुन्छ। र गाउँमा चाहिँ म खासमा पूजाको लागि आएको गाइज। अनि यहाँ छ हाम्रो तिजुको रुख। हजुरहरूले खानुभयो कि भएन यहाँ तिजुको रुख, यही हो तिजु भन्ने चाहिँ। अनि गाउँमा चाहिँ ट्याङ्कीहरू छ। कपरेट लाग्छ गीत बजाउनु चाहिँ कपरेट लाग्छ नबजान। अनि यता चाहिँ छन् हाम्रो गाउँका घरहरू, केही घरहरू छन् र गाउँले म चाहिँ हजुरहरूलाई म जन्मेको घर देखाउँछु र यताको भ्यूमा पनि छुट्टै सिनेमेटिक गरेर चाहिँ एउटा भिडियो चाहिँ आउँछ र झ्याप्पै बनाइहाल्नु पऱ्यो यार। सो गाइज ट्याक्कै मैले चाहिँ भर्खरै भ्यूको भिडियो हानिसकेर म जन्मेको घर चाहिँ फाइनल दिइसकेको छ र त्यो म जन्मेको घर चाहिँ। अनि यता छ यो चाहिँ हाम्रो हजुरबाबाको घर हो र गाइज यहाँ चाहिँ औसेली छ। हजुरहरूलाई थाहा छ कि छैन औसेली भनेको चाहिँ के? औसेली चाहिँ एउटा गाउँमा फल्छ र त्यो एकदम मिठो हुन्छ र त्यो एकदम तागतिलो हुन्छ र त्यो एकदम भिटामिन हुन्छ। र यताको बाटो चाहिँ यस्तो पहिरो जाने ठाउँमा चाहिँ यस्तो ग्राभिल जस्तो रहेछ, घुम्तीमा चाहिँ हल्का रिक्स हुन्छ। अनि यस्तो सिम्पलमा चाहिँ केही पनि रहन्छ कि अफरोड हो। अनि त्यही हो। अनि औसेली पनि वाइल्छाले हो। यहाँ हजुरहरूलाई देखाउँछु र हामीले खाना पर्ने हुन्छ। ए गाइज यार म जन्मेको घर यार। म पढ्न स्कुल जान्छु उतो माथि हो, उता माथि जान्थेँ म चाहिँ पढ्न उतो डाँडाको स्कुल। यहाँबाट जान्थेँ म चाहिँ हिँडेर माथि डाँडाको स्कुल। यहाँ चाहिँ देख्दा छोटो हो भने चाहिँ घुमी लङ्कड जानुपर्ने हुन्छ। अनि यो तलको चाहिँ सबै हाम्रो बारीहरू हो। अनि यहाँ चाहिँ हामीले पहिला बाख्रा चराउने गर्थ्यौँ। अनि यहाँ चाहिँ आल्चाको रुख पनि हो। उता चाहिँ रहेछ धन्दा ढलेर रहन्छ। हामीले चाहिँ आल्चा खान्थ्यौँ पहिला र आल्चा चाहिँ एकदम मिठो हुन्छ। र यताको भ्यू चाहिँ गाइज यता चाहिँ हामी पहिला बाख्रा हेर्न जान्थ्यौँ। त पारी हामी चाहिँ बाख्रा हेर्न जान्थ्यौँ। र उता जन्मेको घरमा चाहिँ म अझै हजुरहरूलाई देखाउने छु। र औसेली चाहिँ यहाँबाट स्टार्ट भइसकेको छ। औसेली चाहिँ यही हो र अझ यता चाहिँ एकदम धेरै हो। र अब चाहिँ हामी औसेली खाना पनि पर्ने हुन्छ। अनि त्यहाँ चाहिँ म हजुरलाई त घर देखाइ नै हाल्छु है त। ए औसेली सबै पाके है त गाइज औसेली। सो गाइज यही हो हाम्रो चाहिँ गाउँ, मेरो म जन्मेको घर चाहिँ। अनि यता चाहिँ यहाँ चाहिँ कुलो रहेछ, ट्याक्कै पानी जाने ठाउँमा यहाँ चाहिँ। अनि औसेली चाहिँ उता तेल चाहिँ खाँदै मैले पनि खाइसकेँ। म चाहिँ हजुरहरूलाई म जन्मेको घर चाहिँ देखाउँछु। तर मलाई चाहिँ भित्र जानु डर लाग्छ किनकि धेरै भइसक्यो म यहाँ आएको छैन। डर लाग्दो भएछ यार आफै जन्मेको घरमा आउनु नि। अहिले चाहिँ मलाई डर लागिरह। अनि अहिले चाहिँ यस्तो झारीहरू भइसकेको छ। यहाँ पनि घरहरू छ। को झरो अहिलेको दाइहरू चाहिँ झरे जस्तो छन् बाइकबाट। ए यो गाइज म जन्मेको घर चाहिँ तर मलाई साँच्चै डर लागिरहेको गाइज आयो साँच्चीकै हो कि। देख्न सक्नुहुन्छ यही हो म जन्मेको घर चाहिँ। तर यार लास्ट डर लाग्दो भएछ यार।
गाइज पहिला चाहिँ मैले यहाँ खेल्थेँ, देख्न सक्नुहुन्छ हो त्यहाँ। अनि यहाँ चाहिँ हाम्रो के थियो यार, बिर्सिसक्यो यार। अनि यहाँ चाहिँ सुन्तलाको रुख थियो गाइज। अनि वान्टे डरलाग्दो खोल्सा चाहिँ यो हो क्या गाइज। यस्तो खोल्सामा पनि कोही नभएको बेला चाहिँ म चाहिँ एक्लै बस्थेँ गाइज यो घरमा। देख्न सक्नुहुन्छ यस्तो हो हाम्रो घर। अनि जताततै बन हो क्या गाइज। अहिले आउन नि डर लागिरहेको, तर म चाहिँ एक्लै बस्थेँ क्या गाइज पहिला। कहिलेकाहीँ मम्मीहरू नभएको बेला चाहिँ म एक्लै बस्थेँ। अनि यता चाहिँ सबै जङ्गल हो। अनि माथि चाहिँ हाम्रो घर हो हजुरबाको, यो चाहिँ हाम्रो घर हो। अनि हामी सुत्ने रुम चाहिँ उतै हो कि पहिला। यही हो गाइज गाउँले जीवन भनेको चाहिँ। अनि देख्न सक्नुहुन्छ यताको भ्यू चाहिँ यस्तो हो है त। खुङ्खार गाई सबै हरियाली हो, हजुरहरूले देखिसक्नुभयो। र अब चाहिँ हामी अरू ठाउँमा पनि घुम्न पर्ने हुन्छ। अनि ऊ त्यो डाँडा चाहिँ खतरा हो क्या गाइज, ऊ त्यो ढुङ्गा हेर्नु न। सो गाइज अनि म चाहिँ हजुरलाई हाम्रो घर पछाडिको कर्सा पनि देखाउँछु है त गाइज। कर्सा के कस्तो भयो झारीहरू आयो होइन। तर वाया डरलाग्दो भएछ यार गाई। ठिक सब सुनसान हो क्या गाइज। वाया डरलाग्दो भएछ यार। यस्तो डरलाग्दोमा नि बसेर गयो है त गाइज। कर्सा चाहिँ यस्तो भइरहेको छ बाबा दसैँ बारे यस्तो भयो है त गाइज हाम्रो कर्सा। अनि माथि चाहिँ यस्तो हो, यो चाहिँ पहिरोको रिक्स हुन्छ। यस्तो है त गाइज, यता चाहिँ हरियाली। अनि यहाँ चाहिँ पातीघारी हो, त्यही है त गाइज। अनि उताको चाहिँ यस्तो है त, यो चाहिँ हाम्रो घर है त, गाउँको घर। अब चाहिँ हामी चाहिँ घुम्न पनि जानुपर्ने हुन्छ। आज चाहिँ म चाहिँ सिधै खिच्छु लागि गाइज, कपाल काटेको नयाँ लुक्समा टेपर फेड हानिदिएको गाइज। देख्न सक्नुहुन्छ कपाल चाहिँ सब ठाडा भयो दुम्सीको जस्तो त्यो। अनि अब चाहिँ हामी नयाँ ठाउँ घुम्न जानुपर्ने हुन्छ र गाउँमा के फल्यो त नि भनेर हामी खाना पर्ने हुन्छ त्यो पनि। ल हेर्दै जाऊँ है त। सो गाइज अहिले चाहिँ हामी चाहिँ माथिल्लो चोकमा आइसकेको छौँ र देख्न सक्नुहुन्छ यताको भ्यू चाहिँ ठ्याक्कै यहाँ तल चाहिँ हाम्रो घर छ। तल्लापट्टि जङ्गल तल चाहिँ घर हो। अनि यहाँ चाहिँ बस्ने ठाउँ रहेछ कडा। अनि यहाँ ठाउँहरूको किलोमिटर नि हो। पोखरा, मानुकोट, काठमाडौँ, भानु सबै हो यहाँ। अनि गाइज आज ट्याक्क बसेर पानी खाने ठाउँ नि रहेछ। गाउँतिर चाहिँ किन फ्रिज हुन्न भने हाँडीमा पानी राखेपछि आफै चिसो हुन्छ, त्यही भएर चाहिँ गाउँतिर फ्रिज हुन्न। एकदम चिसो हो यो पानी, मैले पनि टेस्ट गरिसकेँ यहाँ पानी र भर्खरै मैले खाइसकेको एकदम चिसो हो। बजारको फ्रिजको जस्तै यहाँ चाहिँ हाँडीले आफै पानी चिसो बनाउँछ। अनि त्यही हो त है त गाई चाहिँ ताको भ्यू चाहिँ कडा है त। ल गाइज आजको लागि चाहिँ यति ब्लग चाहिँ के कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला है त गाइज। अर्को ब्लग पनि हेर्नु, गाउँको ब्लग के कस्तो लाग्छ अवश्य कमेन्टमा गर्नु है त। एन्ड बाई।